सम्पूर्णमा नमस्ते। म आज तपाईहरुलाई अनलाइनबाट पासपोर्ट फर्म कसरी भर्ने भन्ने बारेमा जानकारी दिन गइरहेको छु। गुगल ब्राउजर अथवा जुनसुकै ब्राउजरको सर्च बारमा गई डिपार्टमेन्ट अफ पासपोर्ट लेखी सर्च गर्नु होला। सर्च गरिसकेपछि यहाँ तल डिपार्टमेन्ट अफ पासपोर्ट आउँछ, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ नोटिस आउँछ, यसलाई चाहिँ क्रस गरेर हटाइदिनु होला। स्क्रोल डाउन गरेर तलतिर जानु होला। पासपोर्टको लागि आवेदन दिनुहोसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि एप्लाई फर पासपोर्टमा क्लिक गर्नु होला। टाइप्स अफ एप्लिकेसनमा तपाईहरु फर्स्ट टाइम बनाउँदै हुनुहुन्छ, रिन्यू गर्दै हुनुहुन्छ, रिप्लेसमेन्ट हराएको छ, रिप्लेसमेन्ट ड्यामेज छ, तपाईहरु कुन क्याटेगोरीको टाइप्समा पर्नुहुन्छ त्यही अनुसार चुज गर्नु होला। टाइप्स चुज गरेपछि यहाँनिर तपाईहरुले प्री इनरोलमेन्ट देख्न सक्नुहुन्छ। यो प्री इनरोलमेन्टलाई चाहिँ पढेर स्क्रोल डाउन गरेर तलतिर जानु होला। तलतिर गइसकेपछि हामीले चुज गर्नुपर्ने हुन्छ 34 पेज र 66 पेजको लागि। नर्मल युजको लागि 34 पेजलाई सिलेक्ट गर्नु होला। तपाईहरु धेरै ट्राभल गर्नुहुन्छ, धेरै पेजको पासपोर्ट आवश्यक छ भने चाहिँ तपाईहरुले 66 पेजलाई चाहिँ चुज गर्न सक्नुहुन्छ। र चुज गरिसकेपछि प्रोसेस गर्नु होला। प्रोसेस गरिसकेपछि आई एग्री गर्नु होला। एग्री गरेपछि कन्ट्रीमा नेपाल चुज गर्नु होला। प्रोभिन्समा तपाई कुन प्रोभिन्सबाट हुनुहुन्छ आफ्नो प्रोभिन्स राख्नु होला। अनि डिस्ट्रिक्टमा पनि तपाईको कुन डिस्ट्रिक्टबाट हुनुहुन्छ त आफ्नो डिस्ट्रिक्ट राख्नु होला। अनि लोकेसनमा चाहिँ तपाई इमर्जेन्सी निकाल्दै हुनुहुन्छ भने चाहिँ डिपार्टमेन्ट अफ पासपोर्टमा चुज गर्नु होला। हैन जिल्ला प्रशासन कार्यालयबाट निकाल्दै हुनुहुन्छ भने डिएओ काठमाडौँमा चाहिँ चुज गर्नु होला। अनि तपाईले यहाँ तल गएर चाहिँ डेट चाहिँ चुज गर्नुपर्ने हुन्छ। डेटलाई चुज गर्नु होला कुन दिनको लागि भर्दै हुनुहुन्छ। अनि एउटा र्यान्डम टाइम चाहिँ चुज गर्नु होला। टाइम चुज गरिसकेपछि यो बक्समा तपाईहरुले क्याप्चा हाल्नुपर्ने हुन्छ। माथि जे छ त्यसलाई कपी गरेर यहाँ लेखिसकेपछि नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि यहाँ तपाईको टाइमर सुरु हुन्छ है। विदिन 30 मिनेट भित्र चाहिँ यो फर्म चाहिँ फिलअप गरेर सबमिट गरिसक्नु पर्ने हुन्छ। यहाँनिर एप्लिकेसन फर्म भर्नु पर्ने हुन्छ। एप्लिकेसन फर्म भर्ने बेलामा हजुरहरूले आफ्नो डिटेलहरू चाहिँ ओरिजिनल राख्नु होला। मैले हजुरहरूलाई सिकाउनको लागि डमी प्रयोग गरिरहेको छु। हजुरले भने भर्ने बेलामा चाहिँ आफ्नो नागरिकता परिचय पत्रहरू सँगै राखेर डिटेलहरू राम्रोसँग हेरेर मात्र भर्नु होला। लास्ट नेम राख्नु होला, फर्स्ट नेम राख्नु होला, जेन्डर मेल फिमेल के हो त्यो चुज गर्नु होला। डेट अफ बर्थ एडीमा राख्नु होला। एक्ज्याक्ट डेट अफ बर्थमा एस गर्नु होला। डेट अफ बर्थ बीएसमा राख्नु होला। अनि त्यसपछि तपाई जन्मेको जिल्ला राख्नु होला। कन्ट्री नेपाल भइहाल्यो, नेसनालिटी नेपाली भइहाल्यो। फादर्स नाम राख्नु होला अनि मदर्स नेम राख्नु होला। त्यसपछि अब नेक्स्टमा हामी सिटिजनशिप इन्फर्मेसनमा जाने छौं। सिटिजनशिप इन्फर्मेसनमा चाहिँ तपाईहरुको आफ्नो नागरिकताको डिटेलहरु राख्नुपर्ने हुन्छ। राष्ट्रिय परिचय पत्र नम्बर राख्नु होला, सिटिजनशिप नम्बर राख्नु होला, नागरिकता इस्यु भएको डेट राख्नु होला, इस्यु भएको डिस्ट्रिक्ट राख्नु होला। अनि त्यसपछि हामी नेक्स्ट प्रोसेसमा एप्लिकेसन कन्ट्याक्ट डिटेल फिलअप गर्दा हजुरले फोन नम्बर राख्नु होला, मेल आइडी राख्नु होला। हाउस नम्बर म्यान्डेटरी छैन। भिलेजको नाम राख्नु होला, वार्ड नम्बर राख्नु होला, कन्ट्री नेपाल भइहाल्यो, प्रोभिन्स राख्नु होला, डिस्ट्रिक्ट राख्नु होला, गाउँपालिका नगरपालिका के हो तपाईको नाम राख्नु होला। त्यसपछि हामी इमर्जेन्सी कन्ट्याक्ट डिटेलमा जानुपर्ने हुन्छ। इमर्जेन्सी पर्सन राख्ने बेलामा तपाईको आफ्नो आमा बुवा दाजुभाइ दिदी बहिनी को हुनुहुन्छ एकजना पर्सन चाहिँ राख्नुपर्ने हुन्छ। लास्ट नेम राख्नु होला, फर्स्ट नेम राख्नु होला, एड्रेसहरु राख्नु होला, यहाँनिर डिस्ट्रिक्ट प्रोभिन्सहरु, अनि कन्ट्याक्ट नम्बर राख्नु होला। मेल आइडी राखिसकेपछि इमर्जेन्सी पर्सनको मेल आइडी राख्नु होला। राखिसकेपछि यहाँनिर नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि फाइल एट्याचमेन्ट आउँछ। फाइल एट्याचमा फोटोहरु अपलोड गर्ने बेलामा 300 KB भन्दा तलको फोटो अपलोड गर्नु होला। यहाँनिर दुईटा अप्सनहरु हुन्छ, मेजर र माइनर। तपाईहरुको नागरिकता बनेको छ भने मेजरमा चुज गर्नु होला, नागरिकता बनेको छैन भने माइनरमा चुज गर्नु होला। अनि यहाँनिर तल गएर चाहिँ तपाईले नागरिकताको फोटो अगाडिको अपलोड गर्नु होला, नागरिकताको पछाडिको फोटो अपलोड गर्नु होला। अनि तपाईको तल गएर चाहिँ राष्ट्रिय परिचय पत्रको फोटो अपलोड गर्नु होला। अनि माइनरको केसमा चाहिँ नागरिकता बनेको हुँदैन, त्यसमा चाहिँ जन्मदर्ता पोस्ट गर्नु होला। जन्मदर्ता अपलोड गरिसकेपछि तपाईले चाहिँ यहाँनिर नेक्स्ट गर्नु होला। नेक्स्ट गरेपछि एप्लिकेसन समरीमा डिटेलहरु सब तपाईले भर्नु भएको डिटेलहरु सबै हेर्न मिल्छ। नेम, डेट अफ बर्थ, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता नम्बर सबै इच एन्ड एभ्री डिटेलहरु चाहिँ डबल चेक गरेर सबै ठीक छ भने चाहिँ यहाँनिर तपाईले क्याप्चा हानेर सेभ गर्नु होला। सेभ गरिसकेपछि यहाँनिर फिनिश गर्नु होला। फिनिश गरिसकेपछि एप्लिकेसन फलोअपमा यहाँनिर रिक्वेस्ट हैज बीन सक्सेसफुल्ली सबमिटेड भन्छ। यो पेजलाई चाहिँ तपाईले स्क्रिनशट गरेर राख्नु होला। रिक्वेस्ट नम्बर चाहिँ पछि हामीलाई आवश्यक पर्न सक्छ। र अनि एपोइन्टमेन्ट डिटेलहरु चाहिँ डेटहरु टाइमहरु चाहिँ राम्रोसँग हेर्नु होला। अनि स्क्रोल डाउन गरेर तल डाउनलोड पीडीएफ गर्नु होला। डाउनलोड गरिएको पीडीएफलाई तपाईले आफ्नो सम्पूर्ण डिटेलहरु राम्रोसँग चेक गर्नु होला। अनि तपाई पासपोर्ट बनाउन जाने दिनमा तपाईले यस पीडीएफलाई
प्रिन्ट गरेर राष्ट्रिय परिचय पत्र नागरिकता सँगै लिएर जानुहोला। आशा गर्छु यो भिडियोबाट तपाईले पासपोर्टको फर्म सजिलै भर्नुभयो। सबमिट गर्नु अघि सबै डिटेल एकचोटि चेक गर्नुहोला। अरु पनि यस्तै युजफुल भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। Thank you for watching.